हामीलाई चाहिँ हैन सरकारले 2 दिन शनिबार र आइतबार बिदा दिए सँगसँगै हामी चाहिँ यसो कृषितिर लागेका छौं हैन। हेर्नुस् मेरो दिदीले यत्रो 5 रोपनी जग्गा किनेकी छिन् खेती गर्नलाई भनेर। सरकी बुहारी छिन् खनिराछिन् भटाभटाल। हेर त कत्रो आलु। ल हेर्नुस् गाइज सरकी बुहारीहरु यस्ता काठीमा भित्रेकाहरुले यत्रो आलु देखानी छक्का परे खान। हेर त आया मारी मारिनी क्यारमा हामी त गाउँको बुहारी यस्ता ठुलठुला आलु त कति फलाइयो हलाइयो यसरी कता साउका हिर्का हात त हिर्काएर दुहाइस। ल हेर्नुस् गाइज यस्तो रमाइलो छ। प्लिज सब्सक्राइब प्रमिसा आर्याल युट्युब च्यानल। यस्तै यस्तै रमाइलो नमाइलो नोटिफिकेसनको लागि भ्युज हेर्नको लागि बेल आइकन थिच्नु होला। हेलो गाइज हल्का रमाइलो हेर्नुस् न मौसम पनि कस्तो रमाइलो छ। हाम्रो त्यहाँ हेर्नु काउली बाउरी त्यहाँ खसी छ वहाँ जुम गर्नुहोस् त। कहाँ गयो जुम पनि भएन होइन गाइज। यस्तो रमाइलो छ। ल ल ल यति आलु फर्काइसक्यौँ त्रोइस आलु 1 धोक्रा 2 धोक्रा भइसक्यो। आउनुहोस् ताजा ताजा आलु खाने हो भने आउनुहोस् है। ल किप वाचिङ। हाई हाई गरिदिनु सबैजनाले। मम्मी हाई। कहाँ थियो कि बुहारी कम्मा काउली पनि फलेको छ है। यी बकुला ल ल हेर्नुहोस् नजिकै छ होइन। ल हेर्नुहोस् आलु आलु 1 धोक्रा भइसक्यो। तपाईँहरूले फेरि जिस्का के यति जाबो त छ भन्नु होला। हेर्नुहोस् है म बोराइ देखाउँछु। देख्नु भयो नि। ल हेर्नुहोस् मौसम पनि राम्रो छ। अच्छा ल त होइन काम गर्दा गर्दा बोर फिल भयो भने यसरी नाच्छ। मम्मी ल त मम्मी हेर्नुहोस् त नाच्दिनुहोस् ल। ए मम्मी हालिदिनु न एकछिन हालिदिनु न ल ल पढ्न बस ल नाच्नु नाच्नु न ल माइली ल है चिल यस्तै त अनि हाम्रो चाहिँ यहाँ रेस्टुरेन्ट पनि बन्दैछ कि सु आउनु होला होइन। नाच्नुहोस् त ठुल्बा ल त एकछिन हाम्रो हल्लाइदिनु जिउ हल्लाउनु न। ए ल ओहो ल हेर्नुहोस् टोली साइड हेर्न आइसक्नु भयो जस्तो छ। हो भोलिदेखि कामको लागि टोली साइड हेर्न आउनु जस्तो छ गाइज। ल है मिठो मिठो परिकार पनि पाक्छ। लोकेसन पछि हाल्नुलाई सबै बनिसकेपछि अहिले चाहिँ यस्तो खाली छ। ल किप वाचिङ है। ल ल ल गाइज ल अहिले अब बन्दबारी फराल्नु छ काउलीबारी कसलाई चाहिन्छ ल है। ल हाम्रो बाख्रा यो बाख्राले नि नचाहिँ चिज खान्छ। तिमीहरूलाई पक गरम झरम प्रम पार्नुपर्छ पक तिमीहरूलाई। ल ल ल आइज एउटा सेल्फी लिने जुग जुगसँग सम्झिना हुन्छ। ल आइज आइए है गाइज अब चाहिँ म घर आएँ होइन। अब एडिट गर्छु अनि त्यसपछि युट्युबमा हाल्छु यो भिडियो चाहिँ। अनि तपाईँहरूले रमाएर हेरिदिनु होला लाइक गरिदिनु होला। मोर फेरि मन पऱ्यो भने मोर भिडियो भन्नु होला है। म यो भिडियोहरू बनाउँछु भ्याउँदैन नि फेरि शनिबार र आइतबार बिदाको दिन मात्र हो। अरू दिन आइएम बिजी अफिस जानुपर्छ है। ल ल गाइज ल त ल ल है ठिक छ ल बाई किप वाचिङ।